फ्याफुल्ला टासीदिले सम्पूर्ण मेरो आप्पा आमा दाजुभाइ दिदीबहिनीलाई तपाईँहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ? र म पनि सन्चै छु। म तपाईँहरू सामु फेरि केही कुराहरू लिएर आएको छु। कुरा चाहिँ के हो भने चाहिँ मैले अघिल्लो भिडियोमा भनेको थिएँ नि त, म चाहिँ अन्य धर्मलाई अपनाउँथेँ भनेर चाहिँ। म चाहिँ हिन्दू धर्मलाई अपनाउँथेँ। म चाहिँ बौद्ध धर्मलाई थाहा थिएन नि त, बौद्ध धर्म के हो कस्तो हो भनेर चाहिँ। बुद्धिस्ट हो भन्ने मात्र थाहा थियो, र बौद्ध धर्म बुद्धिस्ट भएर के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने के थाहा थिएन। हुन त मेरो आप्पा आमाले पनि त्यस्तो गर्नु हुँदैन थियो नि त, हिन्दू धर्मलाई अपनाउनु हुन्थ्यो। तर आमाले चाहिँ एउटा भगवान हिन्दूको देवी देवताको टन्नै फोटो हुन्थ्यो, र एउटा भगवान बुद्धको फोटो चाहिँ आमाले राख्नुहुन्थ्यो। अनि मैले आमा उहाँ चाहिँ के भगवान हो भन्थ्यो, भगवान बुद्ध हो भन्थ्यो। भगवान बुद्ध हो भन्ने चाहिँ मलाई चाहिँ थाहा थियो, तर भगवान बुद्धलाई अपनाउनु पर्छ, यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ मलाई थाहा थिएन। किनकि अब आमाले पनि आप्पा आमाले हामीलाई भन्नु भएन नि त, त्यही भएर। हुन त आप्पा आमालाई पनि के दोष दिनु होइन, उहाँहरूले पनि अब नजानेर हो नि त। अनि त्यही भएर चाहिँ अनि त्यस्तै हिन्दू धर्मलाई मात्र अपनाउँथेँ। अनि माइतमा हुँदा पनि खालि हिन्दू धर्मलाई होइन चासो दिने, त्यही धर्मलाई मात्र अपनाउने, शिवजीहरूको व्रत लिने त्यस्तो गर्थेँ। र बिहा भएर पनि आफ्नो घरमा आएर पनि आफ्नो पूजा कोठामा चाहिँ भगवान बुद्धको फोटोहरू मेरो राख्दैन थिएँ होइन। मैले खालि हिन्दू देवी देवताको फोटो राख्थेँ। सन्तोषी माताको व्रत गर्थेँ, शिवजीको व्रत गर्थेँ, अनि तुलसीको व्रतहरू गरेर 16 व्रत गरेर चाहिँ बाहुनहरू लिएर चाहिँ साङ्गेसी गर्थेँ। त्यस्तै गरेर अगाडि बढिरहेको थिएँ। मलाई आफ्नो धर्म के हो, आफ्नो थर थाहा थियो तामाङ, तर आफ्नो धर्म के हो, हामी तामाङहरू बुद्धिस्ट हो, बुद्धिस्ट भएर के गर्नुपर्छ भन्ने चाहिँ मलाई थाहा थिएन। र कसो गरेर एक दिन चाहिँ मोबाइलमा टक्कै मैले भने नि त मेरो गुरुको प्रवचन आयो। त्यो प्रवचन हेर्दाखेरि चाहिँ अनि मलाई एकदमै राम्रो लाग्यो, र फेरि त्यो अनि प्रवचन सुन्दै जाँदा चाहिँ मेरो मन एकदमै परिवर्तन भयो। र म गाउँमा गएको थिएँ, हाम्रो गाउँमा एकजनाको मृत्यु भएको थियो, बित्नु भएको थियो, र उहाँको काममा म गएको थिएँ, र यहाँ एकजना लामा आउनुभएको थियो। अनि मैले नजिकै गएर उहाँ लामालाई सोधेँ, लामालाई हामी बुद्धिस्ट भएर के गर्नुपर्छ कस्तो गर्नुपर्छ हामी भनेपछि चाहिँ उहाँले भन्नुभयो तपाईँले राम्रो यस्तो गर्नुपर्छ भनेर उहाँले नि सिकाउनु भयो। र उहाँले भन्नुभयो तपाईँले एकदम चासो गर्नुभयो, तपाईँ चाहिँ पर्सि दसैँको बेलामा हाम्रो बोगाजनमा न्युने राखेको छ, तपाईँ चाहिँ न्युने आउनुहोस्, न्युनेमा झन् कुरा धेरै सिक्नु पाइन्छ भन्नुभयो। र मैले त्यो साल म न्युने गएँ, र न्युनेमा मैले धेरै कुराहरू सिकेँ, र त्यहीँ पनि मैले ताप्चे गरेँ होइन। अनि त्यहाँ पनि मैले धेरै कुराहरू सिकेँ। अनि पछि म त्यहाँ अनि अब के गर्नुपर्छ त भनेपछि मसँग केही पनि थिएन, भगवान बुद्धको एउटा फोटो पनि थिएन। र मैले त्यहाँ लामासँग मैले के अरे 7वटा बाटी, एउटा छुमी, अनि भगवान बुद्धको बुद्ध भगवान गुरुपद्म सम्भव चेङ्ग्रेसी भएको एउटा फोटो लिएर आएँ घरमा। अनि लिएर आएपछि मेरो छेउछाउमा अब मेरो पूजा कोठामा टन्नै देवी देवताको फोटोहरू थियो नि त। अनि उहाँ लामाले भन्नुभयो, अनि मैले भनेँ अब के अरे अब म के गर्नु हो भनेको। अनि तपाईँले अब तपाईँको यति सोच रहेछ भने अनि तपाईँ चाहिँ अब आफ्नो धर्मलाई अपनाउनु, आफ्नो धर्मलाई अपनाएर अगाडि जानु भन्नुभयो। र मैले प्रवचनबाट पनि निकै अलिअलि कुरा सिकिसकेको थिएँ मेरो गुरु मार्फतबाट पनि। त्यहाँदेखि घरमा आएर त्यो हिन्दूको देवी देवताहरूको सबै फोटोहरू उठाएँ, र हाम्रो नजिकै छिमेकी एउटा हिन्दू हुनुहुन्थ्यो छेत्री, एउटा सानो बच्चा थियो 12-13 वर्षको, उहाँलाई दिएँ। लु अब अनि आधी चाहिँ लगेर मन्दिरमा छोडिदिएँ। अनि आज चाहिँ त्यो बच्चालाई दिएँ, लु तिमीले पूजा गर्नु है, आजबाट यो चाहिँ तपाईँहरूको भगवान रहेछ, तपाईँहरूले पूजा गर्नु भनेर उहाँलाई दिएँ। र मैले आफ्नो पूजा कोठामा चाहिँ आफ्नो भगवान बुद्धको फोटो राखेँ, र 7वटा बाटी राखेर चाहिँ एउटा छुमी जलाएर चाहिँ पूजाहरू गर्नु थालेँ फास्ट सुरुवातमा। त्यस्तो गर्दै चाहिँ अनि म चाहिँ अगाडि बढ्दै चाहिँ अनि अहिले यहाँसम्म यतिसम्म आउनु सकेँ, र आफ्नो धर्मलाई यतिसम्म चिन्नु सकेँ, र अझै पनि धेरै चिन्नु छ। र मैले अब हामी आप्पा आमाले हामीले हाम्रो छोराछोरीहरूलाई सिकाउनु छ भने त हामीले फास्ट सिक्नु पऱ्यो नि त। अनि हामी सुध्रिनु पऱ्यो नि त। अब मेरो आप्पा आमाले यदि भगवान बुद्धलाई अपनाउने होइन, अनि एकदम खाँटी बौद्ध अवलम्बी भएको भए त हामी पनि त्यही लाइनमा जान्थ्यौँ नि त। तर हाम्रो आप्पा आमाले त्यस्तो गर्नु भएन, र हामी पनि आप्पा आमाको मार्गमा हिँडेँ। लास्टमा मैले पूर्वजन्ममा धेरै पुण्यको काम गरेको रहेछ होइन, मेरो कर्मको फलले पनि गरेर होला मैले धेरै पुण्य सञ्चय गरेको रहेछु, र मैले राम्रै कर्मको फल
राम्रो कर्म गरेको रहेछ र यो जुनीमा अहिले यतिको उमेरमा आएर होइन अहिले आफ्नो धर्मलाई चिन्नु सकेँ र आफ्नो धर्मलाई चाहिँ एकदम अपनाउन सकेँ र म आफ्नो धर्मलाई मात्र अगाडि बढ्दैछु र म पनि सिक्छु र मेरो बच्चाहरूलाई पनि सिकाउँछु र मेरो छरछिमेकीहरूलाई पनि सिकाउँछु र सम्पूर्णलाई सिकाउँछु भनेर चाहिँ म चाहिँ अब अगाडि बढ्दैछु। हाम्रो बौद्ध धर्मलाई कसरी अगाडि बढाउने, के गरेर अगाडि बढाउने, कस्तो गरेर के गर्न सकिन्छ भनेर त्यसरी अगाडि बढ्दैछु र हामी एकदम सिक्नु जरुरी छ र हामीले सिक्यो भने मात्र हाम्रो बच्चाहरूलाई सिकाउन सकिन्छ। हामीले जे गरे हाम्रो बच्चाहरूले पनि त्यही गर्ने हो नि त। अनि नभने त अब हामीले नै गरिन भने त हाम्रो बच्चाहरूले कसरी सिक्छ होइन। त्यही भएर हामीले पनि अब बुझेर जानेर अनि हामीले पनि अब के गर्दा चाहिँ सही हुन्छ अब त हामी आफैले जान्नु सक्छु नि त, जानेर बुझेर चाहिँ गुरु मार्फत। अनि हामी पनि त्यही मार्गमा लागेर चाहिँ हामी पनि अगाडि बढौँ र सत्य मार्गमा होइन आफ्नो धर्मलाई अपनाएर चाहिँ हामी अगाडि बढौँ र हाम्रो बच्चाहरूलाई पनि सत्य मार्गमा डोराउँ र हाम्रो छरछिमेकी हाम्रो बौद्ध अवलम्बीहरू हाम्रो आप्पा आमा दाजुभाइ दिदीबहिनीहरूलाई पनि सत्य मार्गमा डोराउने कोसिस गरौँ भन्न चाहन्छु। यति नै, अरू मलाई त केही पनि आउँदैन। जस्तो पाएँ त्यस्तै बोल्दैछु। मबाट के भुल भयो मलाई माफ गरिदिनु होला र देश विदेशमा छरेर बस्नुभएको मेरो आप्पा आमा दाजुभाइ दिदीबहिनीहरू तपाईँ सबैले आफूलाई माया गर्नुहोला, आफूलाई ख्याल गर्नुहोला र मलाई पनि माया गरिदिनु होला भन्न चाहन्छु।